नमस्ते साथीहरु, आज म तपाईहरुलाई दुईवटा आउने आईपीओ को बारेमा विस्तृत जानकारी दिन गइरहेको। नमस्ते, म सुनिल भट्टराई। अहिले तपाईहरु हेर्दै हुनुहुन्छ नेपाली शेयर बजार युट्युब च्यानल। अब ढिला नगरिकन आईपीओ को बारेमा म जानकारी दिन गइरहेको छु। यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। सबैभन्दा पहिला म सालपा विकास बैंक को कुरा गर्नेछु। यो बैंक डेभलपमेन्ट बैंक ग्रुपमा पर्ने एक क्षेत्रीय विकास हो। यो बैंकले स्थानीय स्तरमा कर्जा, बचत, विनिमय सेवाहरू प्रदान गर्दै आएको छ। हाल यस बैंकले आफ्नो शेयर पुँजी बढाउनको लागि आईपीओ ल्याउने तयारी गरिरहेको छ। यसले कुल 52,23,880 किता आईपीओ जारी गर्न लागेको छ। यस शेयरको फेस भ्यालु 100 रुपैयाँ नै हुनेछ। यो आईपीओ जारी भइसकेपछि पेड अफ क्यापिटल झन्डै 52 करोड 23 लाख पुग्नेछ। यसको इस्यु म्यानेजर रहेको छ मुक्तिनाथ क्यापिटल लिमिटेड। यो अहिले पाइपलाइनमा रहेको छ। यो आईपीओ सबैको लागि खुल्नेछ र न्यूनतम 10 कितादेखि 1000 रुपैयाँबाट सुरु गर्न सक्नुहुनेछ। अब कुरा गरौँ दोस्रो आईपीओ को। यो रहेको छ भुजुङ हाइड्रो पावर लिमिटेड। यो कम्पनीले नेपालमा जलविद्युत उत्पादन गर्ने उद्देश्यले स्थापना गरिएको हो। हाल यसले निर्माण कार्य र उत्पादन तयारीको चरम काममा पुगेको छ। यस कम्पनीले कुल 10 लाख किता शेयर सर्वसाधारण र स्थानीयका लागि खुला गरिरहेको छ। यसको फेस भ्यालु पनि 100 नै हुनेछ र यो आईपीओ बाँडफाँडपछि कम्पनीको पेड अफ क्यापिटल 10 करोड रुपैयाँ पुग्नेछ। यसको इस्यु म्यानेजर रहेको छ कुमारी क्यापिटल लिमिटेड। यो पनि पाइपलाइनमा रहेको छ। यो आईपीओ स्थानीय र सर्वसाधारणका लागि हुने भएकोले धेरै चासोको विषय बनेको छ। यसमा पनि मिनिमम 1000 देखि लगानी गर्न मिल्ने भएकोले यसमा सर्वसाधारणहरूको धेरै चासोको विषय बनेको छ। दुवै कम्पनी सालपा विकास बैंक र भुजुङ हाइड्रो पावर लिमिटेड हाल पाइपलाइनमा रहेको छ। यो दुवै कम्पनीको फेस भ्यालु 100 रुपैयाँ हुनेछ। यो सेभेनबाट अनुमति पाएपछि मात्रै आईपीओ बजारमा आउनेछ। छिटो आउने सम्भावना भएकाले तपाईहरुको लागि अपडेट त्यस्तै आईपीओ को बारेमा छिटो जानकारी लिन चाहनुहुन्छ भने तपाईले हामीलाई सब्स्क्राइब गर्नुपर्ने हुनेछ। सब्स्क्राइब गरी बेल आइकनलाई दबाउन नभुल्नु होला। हवस् त, अहिले बिदा लिन्छु। हवस् त, नमस्ते, जय नेपाल।